नमस्ते साथीहरु, यहाँ एउटा मैले सामसङको SM B315 मोडल किप्याड सेट हो। यसमा समस्या वाटर ड्यामेज, पानीमा परेको सेट छ। यो वाटर ड्यामेज पानीमा परेको सेटलाई दुई चारवटा पसलहरुमा गएर पनि आइसकेको छ यो सामान। र यसमा समस्या छ अहिले माइकको समस्यामा। सबैभन्दा पहिला मैले यसको माइकलाई टेस्ट त गरिसकेको छु। यसमा मगामा आउँदा कन्डिसन के थियो भने यसको GR भ्यालु प्लसमा GR भ्यालु 0 थियो। यसमा GR भ्यालु 0 थियो। तपाईले हेर्नुहुन्छ अहिले मैले 1100 चान्छु 1200 को आधारमा GR भ्यालु आछ। यसमा 0 थियो। यो 0 हुनुमा चाहिँ समस्या के थियो भने पानीको कारणले यसको CPU बाट आएको सप्लाई, यहाँसम्म आएको सप्लाई, यो रजिस्टर चाहिँ ड्यामेज, पर्मानेन्टली वाटर ड्यामेज भएर यसको भ्यालु यहाँ शो गर्दैन थियो। अब यहाँ 0 थियो, यसको रजिस्टरको भ्यालु थाहा छैन। र यसको कुनै सर्किट डायग्राम पनि छैन। यसको भ्यालु कति पनि हो त्यो पनि थाहा छैन। यसको जुन भ्यालु गइसकेपछि र यो समस्या पत्ता लगाएपछि अब कसरी काम गर्ने भन्ने मेन समस्या भयो। यसको कुनै ट्रेसिङ छैन। त्यसैले अब मैले मेरो कामको एक्सपिरियन्सको आधारमा के अनुभव गरिरहेको छु भने यदि तपाईको एक साइडमा चाहिँ कुनै पनि भ्यालु छ, कमन भ्यालु छ भने त्यसको सेकेन्डरी साइडमा हामीले चाहिएको भ्यालु ल्याउनलाई एउटा टेन्टेटिभ म्याथमेटिकल मैले रुल पत्ता लगाएको छु। यो चाहिँ यसको रजिस्टर हो है साथीहरु। यसको चाहिँ दुवै लेगहरुमा कुनै पनि भ्यालु छैन। यसको चाहिँ कति ओम्सको शो गर्दैन। र यसको यो साइडमा GR भ्यालु चेक गर्नु भने 500 चान्जुनको आधारमा तपाईले देख्न सक्नुहुन्छ। यो चाहिँ यसको एक्ज्याक्ट GR भ्यालु, IC बाट आउटपुट भएको GR भ्यालु यो देख्न सक्नुहुन्छ। अब सेकेन्डरी माइकतिरकोमा चाहिँ यसमा तपाईले मैले पाएको थिएन र यसको टेस्ट गर्दै जाँदा अरु सबै देखियो। र यसमा आउनुपर्ने यसको चाहिँ यहाँबाट यो हुँदै यो दुईटामा चाहिँ सप्लाई प्लस र माइकको प्लस र माइनस हुँदै अनि प्लस सप्लाई चाहिँ यसको यो हुँदै यहाँबाट इनपुट भएको पाइन्छ ट्रेसिङ गर्दाखेरि। र यो हुने क्रममा यहाँनेरि हाम्रो यहाँ आएको GR भ्यालु यहाँ चाहिँ आउँदैन थियो। र यसलाई मैले टेस्ट गर्दै जाँदा अब यसको मेन समस्या भनेको यो कति ओम्सको रजिस्टर हो त। यदि मैले यहाँबाट सिधै यहाँ जम्पर गर्न सक्थेँ। जम्पर गर्यो भने के हुन्छ, आवाजमा नोइज आउँछ। आवाजमा नोइज, हमिङ आवाज आउँछ र त्यसो हुँदा माइकले प्रपर काम गर्दैन। त्यो पनि मैले तपाईलाई अहिले भिडियो बनाउन सकिन। त्यो पनि मैले टेस्ट गरिसकेँ। र यसको भ्यालु मलाई पत्ता लगाउनु जरुरी थियो। मैले एउटा दुईटा हजुरको भरमा पनि टेस्ट गरेँ। तर